प्रिय नागरिकहरू नमस्ते। हामी सबैले यो कुरा बुझ्न जरुरी छ कि मतदान केवल अधिकार होइन, यो त जिम्मेवारी पनि हो। तर मतदान गर्नु अघि पहिलो कदम भनेको मतदाता नावलीमा आफ्नो नाम दर्ता गराउनु हो। यस पटक मतदाता नावली दर्ता गराउने अन्तिम समय कार्तिक 30 गतेसम्म छ। यदि तपाईको नाम दर्ता छैन भने तपाईले जुनसुकै माध्यममा जतिसुकै बुलन्द आवाज उठाए पनि तपाईको आवाज मतदानमा सुनिने छैन। देश बदल्ने सपना केवल तर्क र भाषणले मात्र हुँदैन, यो त मतपत्रले निर्धारण गर्दछ। तसर्थ सबैले आफ्नो र आफ्नो परिवारको नाम दर्ता गराउँ। यो दर्ता गराउन गाह्रो छैन। कृपया तपाईहरू election.gov.np मा जान सक्नुहुन्छ। त्यहाँ नयाँ दर्ता लेखेको सेगमेन्टमा आफ्नो व्यक्तिगत विवरणहरू समावेश गर्नुहुनेछ। तपाईलाई आवश्यक कागजपत्र भनेको नागरिकताको अगाडि र पछाडिको फोटो र यदि बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्रको फोटो पेश गर्नुपर्ने हुन्छ। समय आउँछ पर्खदैन भने चाहिँ यस सुनौलो अवसरलाई सदुपयोग गर्न हामी विनम्र अनुरोध गर्दछौँ। अब शान्त सुशासित नेपालको परिकल्पनालाई साकार पार्न तपाईको हरेक मतले महत्त्व राख्दछ। शान्त सुशासित नेपाल, सचेत नागरिक, सशक्त लोकतन्त्र।